यिनी हुन् नेपालका चर्चित भ्लगर जसको बारेमा आज हामीले जान्ने प्रयास गर्नेछौँ। यिनी हुन् रतन कार्की। 2059 सालतिर चितवनको भरतपुरमा जन्मिएका रतन कार्की अहिले करिब 23 वर्ष नागेका छन्। उनले सानै उमेरमा युट्युब यात्रा सुरु गरेर नेपाली समाजमा पपुलर बनेका व्यक्ति हुन्। उनको युट्युब च्यानलमा अहिले करिब 6,69,000 भन्दा बढी सब्सक्राइबरहरू रहेका छन्। उनको सबैभन्दा धेरै पटक हेरिएको भिडियोमा पर्दछ उनी पहिलो पटक जापान जाँदाखेरिको भिडियो, जसमा अहिलेसम्म करिब 14 लाख पटक हेरिएको छ। उनी अहिले आफ्नो उज्जवल भविष्य खोज्नको लागि जापान प्रस्थान गरेका छन्। गर्नु होला पुगले भाइलाई के गर्ने यस्तै छ विदेश जस्तो ठाउँमा रमाइलो पनि छ, इन्जोय पनि छ, गाह्रो पनि छ, दुःख सुख सबै कुरा देखाइन्छ। केही गलत हुन पुगे फेरि माफ पनि गर्नु होला पुगले भाइलाई। त्यस्तै उनका अपलोड भएका भिडियोहरूमध्ये सबैभन्दा पहिलो भिडियो रहेको छ यो। ओए तैँले आजको न्युज सुनिस्? सुना के हो न्युज? सुन म भन्दैछु। बिहामा क्यामेरा लिएर जाँदाखेरि दुलैको एक्स क्यामेराम्यान परेपछि दुलै चकमन्न छ्या कस्तो। हाम्रो भिडियो तपाईँलाई मन परेको छ र हामीसँग जोडिन चाहनुहुन्छ भने सब्सक्राइब गरेर जोडिन सक्नुहुनेछ। साथै अब आउँदा दिनहरूमा कुन भ्लगरको भिडियो हेर्न चाहनुहुन्छ कमेन्ट गर्नुहोला।